जस्तै नेपालको झन्डा लगाइराख्नु भएको छ भाइहरूले दाइहरूले हैन। उहाँहरूको भिडियो लिइराखेको छु। अब यस्तै हो नेपालमा, जहाँ जे जस्तो रहे पनि नगरी काम पुग्दैन खान भन्ने एउटा गीत छ हैन। नगरी काम पुग्दैन खान साँझ र बिहान भन्ने एउटा गीत पनि छ त्यस्तै हैन। त्यही भएर चाहिँ यो साउदी एम्बेसी छेउमा चाहिँ मजाले पर्खाल लाएर सम्पूर्ण माइती राजाहरू भाइ दाइहरू गाडी लाएर बसिरहनु भएको छ। मैले उहाँहरूको भिडियो लिइरहेको छु, हेर्नु होला। म चाहिँ यो ललितपुर भैँसेपाटीनेर छु, चुनिखेल भन्दा अलि यता हैन। अनि मैले उहाँहरूको भिडियो थोरै लिइरहेको छु। भाइहरूले चाहिँ उहाँ धेरै माथि हुनुहुन्छ हैन। अनि उहाँहरूले चाहिँ तलबाट सिमन्टी अब बोक्नु माटो अथवा हैन, उहाँहरूले चाहिँ बाल्टी तल झारेर माथिबाट दुईटा भाइ अथवा काम गर्ने चाहिँ के भन्छ मिस्त्री दाइ भाइहरू हुनुहुन्छ। कति मजाले गर्नुभयो हेर्नु न। बाल्टीमा चाहिँ सिमन्टी हाल्ने, बल्लो हाल्ने अनि तानिराखेको छ हैन। म चाहिँ चुनिखेलमा आउने काम थियो, गाडी भेटिनँ। म हिँड्दै म यहाँ आइराखेको छु। बाटोमा ठ्याक्कै भेटेँ। अनि भाइहरूले चाहिँ माटो बोकेर लानुमाथि नसकेर बाल्टी दुईटामा हाल्ने तल एकजना भाइले, अनि माथिबाट डोरीबाट टक्क तान्ने हैन। अनि त्यही तानेर चाहिँ गरिरहनु भएको छ। मैले त्यही उहाँहरूको थोरै भिडियो लिइराखेको छु र यो भिडियो चाहिँ भरै मेरो कविहाङ भ्लगमा हाल्नेछु। अनि यो चाहिँ यो ठ्याक्कै चुनिखेलभन्दा अलिकति माथि पर्छ है यो चाहिँ। अहिले बाटो अलिकति ब्लक भइरहेको छ। बाटो पनि अलिकति तल्लो सानो रोडमा चाहिँ गाडीहरू हिँडिरहेको छ। अनि उहाँहरूको मैले आज भिडियो लिइरहेको छु माइती राजाहरूको। उहाँहरूले चाहिँ बाल्टीमा हालेर तल बाल्टी झार्ने, अनि फेरि माथि लाने, फेरि तल बाल्टी हाल्ने, माथि झार्ने, त्यस्तो काम भइरहेको छ। मैले त्यही भिडियो लिइरहेको छु। यो चाहिँ म आज यहाँ आएको छु। म अब घर फर्किँदै गरेको। गाडी त अहिले चाहिँ ठ्याक्कै छम्तीको गयो हैन गाडी। अब अहिले म लगनखेलको गाडीमा जाने हो कि अब सुन्धाराको गाडी पाउँछु म त्यहाँ जानेछु। मैले हजुरहरूलाई थोरै म भिडियो देखाइरहेको छु, हेरिदिनु होला। चपारी नेपालको झन्डा भएको गाउँतिर पनि छु, म देखाइरहेको छु। गाउँतिर हैन, गाउँको चाहिँ पारिपट्टि देखाइरहेको छु। त्यो चाहिँ ठ्याक्कै यो कहाँनिर पर्छ भने यो चाहिँ यो दक्षिणकाली जाने साइड पारिपट्टि पर्छ यो झन्डा भएको चाहिँ। वारी म ठ्याक्कै चुनिखेल साइड छु, म भैँसेपाटी चुनिखेलतिर छु। हजुरहरूलाई यो दृश्य देखाइरहेको छु। म चाहिँ हिँड्दै हिँडेको, गाडी पाएन। अब यहाँ तल अब के भन्ने चोक छ, के भन्ने चोक, छम्ती अरे, छम्ती होइन खै के भन्ने एउटा चोक छ, मलाई त्यो पनि राम्रो थाहा भएन। हिँडेर जाँदैछु। अनि मैले थोरै भिडियो देखाइरहेको छु। हजुरले चाहिँ यो ललितपुरको भिडियो मैले देखाएको छु, हेरिदिनु होला। हजुरहरूलाई यो मेरो भ्लगमा हुनेछ। हस् त, धन्यवाद।